आज आएको थियौँ हामी एउटा एसी चेक गर्न। चल्दै 10-15 मिनटमा आउटडोर फ्यान अटो कटअप भइरहेको थियो। हामीले चेक गऱ्यौँ पुरै। आउटडोर फ्यान मोटर हाम्रो डीसी नभएर एसी रहेछ। एसी हुनको कारण यसले हाम्रो डाइरेक्ट चलाउन खोज्यौँ। पीसी बोर्डबाट चेक गराउन लगेको थियौँ, पीसी बोर्ड भएन, रिपेयर हुन्न भन्नुभएको थियो सायद। त्यही भएर हाम्रो क्यापासिटर एक्स्ट्रा एड गरेर सिधै मोटरमै एड गरेर यसलाई सिधै लाइन दिएर सिधै चलाएको हाम्रो कम्प्रेसर पनि मजाले चलिरहेको। इरर कोड पनि देखाएन भित्र। जस्तै कुनैमा यो पीसी बोर्डमै ज्याक लाएन भने इरर कोड देखाउँछ, तर यसमा इरर कोड देखाएन, मजाले चलिरहेछ। हामीले चलाएर पनि चेक गऱ्यौँ भर्खरै। सो हामीले सिधै गर्दैछौँ। तर तपाईहरुको एरियामा तपाईले कहिलेकाहीँ यस्तो प्रब्लम फेस गर्नुभएको छ भने हामीलाई भन्नु होला कि यसको सोलुसन के गर्न सकिन्छ। हामीले पीसीबी इन्डोर आउटडोर दुईटै निकालेर देखायौँ तर सोलुसन गर्न सकिएन। सो अब तपाईहरुले पनि यस्तै प्रब्लम फेस गर्नुभएको छ भने हामीलाई सोलुसनको लागि भन्नु होला। पीसी बोर्ड कतै बन्छ भने भन्नु होला। अब यहाँ हामीले देखाएको ठाउँमा त पीसी बोर्ड बन्दैन भन्नुभएको थियो। यस्तै छ, ठीक छ, अब गर्न पर्यो। हामी बनाउन आएको एसी रिपेयर गर्न आएको, मजाले चेक गरेर पुरै खोलेर क्यापेसिटर पनि एड गरिरहेछौँ। यही छ।